हेलो साथीहरु, आज चाहिँ म एकदमै खुसी छु किनभने आज चाहिँ हामी साथीहरुसँग मिलेर घुम्न जाँदैछौँ। घुम्न जानु भनेपछि त रूप धारण त गर्नै परिहाल्यो। फेरि म पनि एकै झट्टमा चिरिचट्ट भएर रेडी भइहाले। अब चाहिँ केटाहरु भएकोमा जानु पर्यो भनेर के सोचेको त मलाई लिन त मेरो घरमा पो आइपुगेछ केटाहरु नै। हाम्रो केटाहरु भने सलमान खान जस्तो भएर आएको रहेछ। आज चाहिँ फेरि हाम्रो केटाहरुको रूपले केटी ढाल्दिन्छ भनेर म टेन्सनमा थिएँ। टेन्सन साइडमा राखेर साथीको घरमा सुन्तला त लटरम्मै फलेको रहेछ। अब सुन्तला देखिसकेपछि त नखाने कुरै हुँदैन। फेरि हाम्रो साथी यति मनकारी छ कि सबै खाऊ भन्दै थियो। मैले दुईटाले हुन्छ भनेर चित्त बुझाइदिए। फेरि सुन्तला यति धेरै मिठो थियो कि बयानै गर्न सक्दिन भने। सुन्तला मात्रै खाएर पेट कहाँ भरिन्थ्यो र अलिकति खाना नखाइ त हुँदैन भने। खानासँग मासु खाएको ओहो मासु कस्तो मिठो थियो भने। खाना साना खाएर हाम्रो गन्तव्यको लागि खानेकुरा सानेकुरा किनेर बोकेर हिँड्यौ। हाम्रो केटाहरु फेरि भने जोसमा कहिले पुगिन्छ होला भन्दै हिँड्दै थियौँ। बाटो भने चाहिँ गाडी नै गाडी रहेछ। गाडी सारी वास्ता नगरी म चाहिँ चुइगम पड्काउँदै हिँडे। एकछिन हिँडिसकेपछि चाहिँ हामी पनि हाम्रो गन्तव्य पुगिहाल्यौ भने। डाँडामाथि चढेर हेर्दा चाहिँ त्यहाँबाट देख्ने भ्यू देखेर हामी सबै दङ्ग पर्यौँ भने। डाँडामाथि चढेर यताउता हेरेको त मेरो पछाडिको भ्यू झनै दामी रहेछ भने। भ्यू हेरेर मात्रै अगाइदिन के त खानु पर्छ भनेर केटाहरूले चाहिँ अघिल्लोको चाउचाउ मोल्न थाल्यो। आँखा चाहिँ मेरो डिउमा थियो, डाइरेक्ट डिउबाट स्टार्ट हान्दिहाले। मोलेको चाउचाउ पनि चाख्दिम न भनेर एक घाँस हाल्दिएको। म मात्रै होइन केटाहरू पनि पिरोले जिब्रो तन्काउन थाल्यो। केटाहरूसँग एकछिन डाँडामा बसेर दुःख सुखको कुरा गरेर सबैजना रमाइलो गर्दै घरतिर फर्कियौँ। यसरी नै माया गर्दै जानु होला। आजको लागि यति नै, बाई बाई।